ल आज चाहिँ हामी लिटल स्पेनमा आइरहेको छौँ। अब भित्र गएर हेर्नुपर्ने हुन्छ कस्तो छ स्पेन भनेर। जापानमा भएको सानो स्पेन। रोलर कोस्टर खेल्ने हो, केटाहरूको सातो जान्छ। यो चाहिँ रोलर कोस्टर। जाडा यार। त्यहाँनिर कहाँ थियो र अनि क्यामेरा कहाँ थियो र? के लेट्स गो। चिसो है? स्पेनतिरको जस्तै आर्किटेक्चर रहेछ यस्तो बिल्डिङहरूको। के हो यो? भाला बोकेर पन्ध्र सेकेन्ड मात्र हुन्छ क्या होइन? 15 सेकेन्डमा सातो लगिदिन्छ क्या। त्यसो भने अब सब खेल्ने हो। Boko kaira khairu no. Yata. यो चाहिँ स्पेन हो रे है ल। स्पेन रे ल। त्यो अर्को ठाउँमा त गइएला जस्तो लागेन। अब यहाँ नै टाइम बित्छ। स्पेनको आर्किटेक्चर
जम 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 अझै अगाडि दामी यस्तो सुन्दा त खुसी लाग्ने यार के कुरा धेरै पातलो भयो तिमी ढेका हो यहाँ खिच्नुपर्छ केटा हो ट्राई गर त ओ इट्स कडा यार काउबोय काउबोय भिडियो खिचिरह क्या हेलो काउबोय भयो के थापा कहाँ गयो वाउ दिस इज स्पेन इन जापान केटाहरु say hi to my vlog माथि जाने हो के छ त माथि Wow, nice. You've got to get a hold of yourself. Mushroom. युनिभर्सल र डिज्नील्यान्ड क्या है यो त यस्तो छ आज जिन्दगीमा फर्स्ट टाइम हामी रोलर कोस्टर चढिन्छ तर भिडियो गर्न मिल्दैन होला यार मिल्दैन नि मोबाइल लकरमा राखेर जानुपर्छ हो र यहाँ त मिल्न नि सक्छ मोबाइलले सम्हाल्न सक्दैन भमिट गर्ला नि केटाहरूले फेरि कोलम्बस वाउ नोरिताई
तर यो पनि पछाडि लास्टमा बस्यो भने त लास्टै डर लाग्छ। जाम ट्रेन त के चढ्ने सुरुमै रोलर कोस्टर खेल्यो भने अरूमा चाहिँ डरै लाग्दैन। यो सानोवाला बच्चाहरूको होला नि। रोलर कोस्टर हो यो। तागामा 50分お待ちです。अहिले हामीलाई के रहेछ खासमा? कुन चाहिँ? खाली म पनि जान्ने नेक्स्ट लड्ने टर्न गाइन्छ कोलम्बस। ल जाऊँ ल बोलाउनु तिनीहरूलाई। कोलम्बस जाने जाम जाम एकै लडमा पाइन्छ क्या यहाँ। स्विङ खेल्न जाउँ स्विङ। 20 मिनट होला नि। 20 मिनट हामी चाहिँ अब यस्तो वाला स्विङ खेल्न जाँदैछौँ। स्विङ सान्टा मारिया। फर्स्ट टाइम हो कि फन पार्कमा नि खेल्यो। महोत्सवतिर खेल्यो होला नि। अब हाम्रो पाला आउँदैछ। 1 मिनेट हामी चाहिँ अब स्विङ खेल्न गइरहेछौँ। नडर है? डर लाग्यो खास खेल्न त मनै छैन यार। मजा आउँछ तर। ようこそスイングサンタマリアへ。これから乗り物の安全バーが下がります。安全バーと触らないようにお願いします。安全バー下がります。ご注意ください。安全バーゆっくり自動で順番に下がります。一部遅れて下がります。ご注意ください。
सरिन्द्रलाई हेर्न मन लाग्यो डरले हो कि रातो भएको थियो थाहा पाउँदा म चाहिँ रो हेर ल अब कोस्टर कोस्टर सकिन्छ भने कुर्नी हो 50 मिनट कुर्नी हो 50 मिनट कुर्नुपर्छ कुर्न नपर्ने ठाउँ खेलेर अनि यता आउन बरु कस्तो भिडियो गर्दैन तिमी यस्तो जग्गामा दिँदैन नि आन्जेनको तामे मोबाइल सोबाइल ननिकाल्नु हातमा लिएर बाँध्नेवाला भएको भए चाहिँ पाउँथ्यो होला नि अनि एउटा हातमा बाँध्ने यस्तो घुम्नेवाला हुन्छ खसे जस्तो लाग्छ खसे जस्तो लाग्यो तिमीलाई अगाडि त के थियो सिरिङ भएको चाँडै उचाल्ने थियो हाम्रो कस्तै फुटेर माने यार्थे फुटेर यो यताको खेलौँ ल उ यहाँ कति मिनट बाँकी रहेछ यो होला का ठुलो होइन र यो हो कि उतापट्टि यही हो ठुलो यो त केही ठुलो होइन के नागासीमाको त यत्रो त्यो 5 तला माथिबाट तल झार्छ खेल्दिन यार चल्दिन लाग्यो घर पानी परेर रोलर कोस्टरलाई खेल्नै पाएन नखेल्ने ल बाई बाई भन्देऊ नि त आजलाई यति नै सोधेर आउनु कतिखेर खुल्छ त्यो भनेर होला क्या यस केटा हो कस्तो भइरहेछ कस्तो भइरहेछ कस्तो लाग्यो अब हामी जापानतिर राम्रो छ अब स्पेन छोडेर हामी चाहिँ नागोया जाँदैछौँ घाम लाग्यो भए कस्तो राम्रो हुन्थ्यो है फर्किँदैछौँ हामी चाहिँ
ありがとうございます。भिडियोमा आयो क्या के आफ्टरनुन पासवर्ड लास्टै डर लाग्दो हुन्छ नि यो खेल्न पाएन के गर्नु जान्ने भने दिस इज स्पेन अब चाहिँ जानुपर्ने हुन्छ जाडो भयो पानीले भिज्यो 5 पनि बस्न लाग्यो रमाइलो भयो यस्तो हुन्छ फेरि जापानमा भेन्डिङ मेसिन जता पनि एउटै कोका कोलाको रहेछ क्या 4 वटा त ल लास्ट गुड बाई गरिदिउँ न त स्पेनलाई ठाउँ चाहिँ राम्रो के राम्रो थियो आजको घुमाइ आजको ठाउँ घुम्ने ठाउँ पानीले डिस्टर्ब गर्यो पानी नपर्या भए चाहिँ बेस्ट प्लेस नागोया गिफु वरिपरि बस्नुहुने सबैजनाहरू आउन सक्नुहुन्छ के रे स्पेन भिलेज यो चाहिँ मियाकेन इसेसीमा मियाकेनको इसेसीमा भन्ने ठाउँमा छ नागोयाबाट दाइताई हाइवेबाट आयो भने 2 घन्टा तलको बाटो आयो भने 3.5 घन्टा जति हैन त्यतिमा आइपुग्छ बच्चाहरू हुने मान्छेहरू पनि आएर यसो बच्चाहरूलाई घुमाउन माइन्ड फ्रेस गराउन आफ्नो पनि माइन्ड फ्रेस गर्नलाई चाहिँ एकदम बेस्ट प्लेस है त गाइजहरू ल त्यति नै भन्दै मेरो भ्लग यही हुन्छ कि हुँदैन थाहा छैन अझ अर्को ठाउँ गइयो भने फेरि चुचुकु हुन्छ कन्टिन्यू हुन्छ अहिलेको लागि चाहिँ यति नै भन्न चाहन्छु फुल तातैसी गराएर हिँड्नुपर्छ एकछिनमै तात्तिन्छ तर चलो चलो हातै चलेन यार सामु कुन ठाउँ रे यो इसेसीमा यो कोयामा अब्जर्भेसन डेक
तर डाँडामा रहेछ, दामी रहेछ है। आज क्लाउडी छ नि त, त्यही भएर घाम लाग्ने दिनमा चाहिँ देखिन्छ होला। राति दामी देखिन्छ यहाँबाट बत्ती बलेपछि। साकुरा है, पिङ्क साकुरै साकुरा। यो बाटो आएको हामी अघि, साकुरै साकुरा भएको बाटो। रमाइलो रहेछ ठाउँ त। के हो त्यो लन्ड पार्क, योकोयामा भ्यू पोइन्ट पार्किङ, सोयोखाजे टेरेस। तलतिर नि जाने ठाउँ रहेछ नि त। यो त टपमा छ नि त, त्यही भएर जाडो हो क्या। अझै माथि छ, सबसे टप हो। यस्तो यस्तो चरा, यो जङ्गलमा चाहिँ यस्तो यस्तो चराहरू पनि, बर्ड्स अन जापानिज बस वार्बलर। चराहरू छ कि आवाज आइरहेछ। बाघ त छैन होला। स्याँ स्याँ भयो यार। देख्दा चाहिँ सम्म देखिरहेको छ, तर यो ठाडो उकालो हो नि। फेरि भिडियोमा चाहिँ चरा चरा। लास्टै सिजुका है। बस्ने ठाउँ नि रहेछ नि त, थका लाग्यो भने। चराहरू कराएर चराहरूको आवाज।
पुरै जङ्गलै जङ्गल हो। हामी चाहिँ अब टपमा जाँदैछौँ। हिँड्न चाहिँ गाह्रो भइरहेछ। पैसा भगवान होला, पैसाहरू राख्दो रहेछ यहाँ। लगभग टपमै आइपुग्यो जस्तो लाग्यो। अब चाहिँ साकुरा फुलहरू पनि रहेछ। अझै बाटो त उता पनि छ, तर गइँदैन होला उता चाहिँ। लेट्स सी द भ्यू है त गाइज, फ्रम द टप अफ योकोयामा माउन्टेन। वाउ, असम। हामी गएको चाहिँ उति साइडमा हो यस्तोमा। दिस इज द भ्यू। पहिला के तर उतो हुँदै हुँदै गएर त यो किन हामी अहिले किस्तान भिलेज खै त जापानको नेसनल फ्लावर हो यो चाहिँ। जताततै हुन्छ। अहिले यसको सिजन भएको भएर जताततै देखिन्छ। यो ठाउँ चाहिँ इसेसिमा नेसनल पार्क रहेछ। वानहरू इङ्ग्लिस, जापानिज, कोरियन, चाइनिज सबमा हुन्छ। ह्युमन एक्टिभिटी एन्ड द इन्भाइरोमेन्ट इन एको बे। यो देखिरहेको चाहिँ समुद्र है, उताको समुद्र हो, तर त्यसको पानी चाहिँ यतातिर सबै बगेर आएको रहेछ। केटाहरू त्यहाँ छ, इन्जोय गरिरहेछ भ्यू। कस्तो छ, बवाल छैन है? पहिला चाहिँ हामी तर घाम लागेको बेलामा पहिला 2 दिन त्यहाँ बसेको चाहिँ 2 दिन चाहिँ त्यहाँ साँच्चै भन्यो। यो होटल के के हो यो होटलको नाम? कुमिक साइडको त्यो रुमहरुमा होटल प्यारोट हो क्या? प्यारोट होइन होला। हो अरे उ त्यहाँ नि खाने हेर नि जो त्यहाँ के हो त्यो चौर होला पार्क। यो तलको चाहिँ के हो? यो पार्क साथको के हो? यो खतरा रहेछ, जङ्गलको बिचमा है। बस्ने ठाउँ हो कि के हो? दामी।